कमजोरी भएको महसुस हुन्छ? अपनाउनुहोस् यस्ता घरेलु उपायहरू। कहिले हामी बिहान उठ्दा शरीरमा थकान र कमजोरी भएको महसुस हुन्छ? जिउ एकदम भारी महसुस भएका कारण दिनभरि नै काम गर्न मनै नलाग्ने हुन्छ। सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिङ्गटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धर्मरिनु कमजोरीका लक्षणहरू हुन्। कमजोरी हटाउन उपयोगी घरेलु उपायहरू यस प्रकार छन्। अनारको सेवन। अनारले रगतको मात्रा बढाउन र रोग प्रतिरोधात्मक क्षमता सुदृढ गर्न मद्दत गर्छ। दूध, मह र बदाम। 1 गिलास तातो दूधमा 1 चम्चा मह र थोरै बेसार मिसाएर पिउँदा शरीरमा तुरुन्त ऊर्जा मिल्छ। साथै दूधमा बदाम, काजु र चोकडा उमालेर पिउनाले मासुपेशी बलियो बनाउँदछ। केरा र दूध। केरामा पाइने पोटासियम र कार्बोहाइड्रेटले ऊर्जा बढाउँछ। किसमिस र मुङको दाल। 12 घण्टासम्म पानीमा भिजाएको किसमिस र त्यसको पानीले रगतको कमी हटाउनुको साथै पाचन सुधार गर्दछ। प्रशस्त पानी र निन्द्रा। डिहाइड्रेसनले अल्छी र कमजोर बनाउने हुँदा दैनिक पर्याप्त पानी पिउनु पर्दछ। चुकन्दरको रस। यसको रस दैनिक पिउनाले मांसपेशीहरू बलिया हुन्छन् र शरीरमा स्फूर्ति आउँछ।